न्यू टेस्टमेन्ट इज द रिफ्लेक्सन अफ ओल्ड टेस्टमेन्ट भन्छ, ओल्ड टेस्टमेन्ट इज द फुलफिलमेन्ट अफ न्यू टेस्टमेन्ट पनि भन्छ। त्यसले गर्दा यसमा अलग अलग केही पनि छैन। आज म यही कुरा अलिकति गर्न लागिरहेको छु। यो चाहिँ के छ, इजरायलीहरूको इतिहासबाट एउटा चेतावनी दिएको कुराहरू छ केही घटनाको बारेमा। अनि यो चाहिँ फेरि पावलले कोरिन्थीको मण्डलीलाई पनि बताउँदै गर्दाखेरि केही सङ्केतिक रूपमा छ। अनि यो चाहिँ हामी पहिलो कोरिन्थी 10 मा आए पनि हामीले पाउँछौँ। यहाँ के कुरा लेखेको छ भनेदेखि, भाइ हो तिमीहरूले यो कुरा जान भने म चाहन्छु कि हाम्रो पुर्खाहरू अब बादल मुनि थिए र सबै समुद्रको बीचबाट भएर आए। कोरिन्थीको मण्डलीलाई पावलले कुरा बताउँदैछ, अब यो पुरानो घटनाको बारेमा बताउँदैछ। अनि मौसममा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा भएका थिए। सबै एउटै आत्मिक भोजन खाए, सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथ हिर्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिएका त्यो चट्टान चाहिँ ख्रिस्ट नै हुनुहुन्छ। यो बताउँदै गरेको कुरा। तापनि तिमीहरूमध्ये धेरै धेरै जस्तोसँग परमेश्वर प्रसन्न हुनुहुन्न। तिनीहरू मरुभूमिमा नष्ट भए। उनीहरूले जस्तै हामीले खराबको इच्छा नगरौँ भने यो कुरा हाम्रो चेतावनीको लागि हुन। अब उनीले हेर्दै गयो भने तिनीहरूमध्ये कति जस्तोले चाहिँ मूर्ति पूजातिर लागे, जस्तो लेखिएको छ, मानिसहरू खाना र पिउनलाई बसे अनि नाच्नलाई उठे भन्दैछ। 8 मा आयो भनेदेखि हामी बेविचारमा नफसौँ जसरी तिनीहरू कतिजना फसे र एकै दिन भनेर भन्दैछ 23,000 मरेथे। हामीहरूले प्रभुको परीक्षा गर्नु हुँदैन जसरी तिनीहरूले कतिले गरे र सर्पहरूले तिनीलाई नाश पारिदिए। हामीहरू गनगन गर्नु हुँदैन जसरी तिनीहरूले कतिजनाले गनगन गरे र विनाशबाट नाश भएका थिए। यो कुरा तिमीहरूलाई उदाहरणको रूपमा भइथिए र हाम्रै शिक्षाको लागि लेखिएका हुन्, जसमाथि युग युगको अन्त आइलागेको छ। यो चाहिँ फेरि मैले भनिहाले एउटा रिफ्लेक्ट हुँदैछ पुरानो कुराहरूबाट, जुन चाहिँ इजरायलीमा भएको घटनाबाट चाहिँ नयाँ आउँदै गरेको, नयाँ न्यू टेस्टामेन्ट इस्टाब्लिस हुँदै गरेको टाइममा चाहिँ पावलले भन्दैछ जे कुरो गर्नु भन्दैछ त्यो कुरो नगरेर तिमीहरू त्यही कुरा गर्दैछ। अनि आज यसरी पनि भन्छ, यसकारण जसले खडा छु भन्ने सोचेको छ त्यो होशियार रहो, नत्र त्यो लड्नेछ। अनि यो घटना थुप्रो घटना छ, तर पावलले मजाको कुरो के सिकाउँछ भनेदेखि जे कुरा नगर भने त्यही कुरा गर्दैछ। अनि आज मैले भन्न चाहिरहेको चाहिँ, आज चाहिँ मेरो मेन भर्स चाहिँ पहिलो राजाको जब हामी 18 को 1 देखि 8 सम्म हेर्यौँ, तर यसको अलिकति ब्याकग्राउन्ड हामी हेर्नु हो भने बडो इन्ट्रेस्टिङ रहेछ। मैले हेर्दै जाँदाखेरि किनभने मलाई 1 महिना अगाडिदेखि नै यो घटनाको बारेमा आइबस्यो, अनि म आफै पनि मेडिटेट गरिबस्यो यो घटनाले चाहिँ मेरो जीवनमा के ल्याउँदैछ। अनि 1 महिनाभित्रमा यो घटनाको बारेमा म आफै सोच्दा म साह्रो आशिष भएँ। अनि त्यही आशिष चाहिँ म तपाईँको बिचमा आज सेयर गर्न गइरहेको छु। जब हामी पहिलो राजाको विशेष गरी 17, 18, 19, 20 यो च्याप्टरसम्म हेऱ्यौँ भनेदेखि चाहिँ आहाब राजाको समयको घटनाको बारेमा लेखिएको छ। इजरायलीको एउटा राजा हो। अनि त्यो समयमा किङडम 2वटा भागमा भाटिएको थियो। अनि एउटा चाहिँ नर्दर्न किङडम छ, एउटा चाहिँ साउदर्न किङडम। नर्दर्न किङडम चाहिँ इजरायली ग्रुपहरू हो, अनि साउदर्न किङडम चाहिँ यहुदाको ग्रुप हो। अनि यो नर्दर्न किङडममा चाहिँ 19वटा राजाहरू अदल बदल भएर गयो। अनि साउदर्न किङडममा चाहिँ 20वटा राजाहरू अदल बदल भएर गयो। अब सबै राजाको बताएपछि नाम हुन्छ, तीमध्येमा चाहिँ एकजना चाहिँ आहाब राजा पनि हो। अनि आहाब राजाको समयमा भएको घटनालाई हामी अलिकति हेर्दै जाँदाखेरि पहिलो राजाको कथालाई पढ्दै गयो भने यहाँ एलियाको बारेमा धेरै कुरा लेखिएको छ। अनि जब दोस्रो राजामा आउँछ भनेदेखि यहाँ चाहिँ एलिसाको बारेमा फेरि लेखिएको छ। अनि यो लेख्दै गर्दाखेरि चाहिँ जुइस ट्रेडिसनल छ, जस्तै यहुदीहरूको परम्पराले उनीहरूले के बिलिभ गर्थ्यो भने यो पहिलो राजा र दोस्रो राजा चाहिँ यिर्मियाले लेखेको हो भन्ने उनीहरूको भनाइ छ। यो राजाको किताब पहिलो र दोस्रो राजा। अनि यसमा नि घटनाहरू मजाको घटनाहरू छ। तपाईँले घरमा बसेर तपाईँको डिभोसनमा हुन्छ, तपाईँले फर्स्ट किङ एन्ड सेकेन्ड किङमा पढ्नुहोस् ल।
मजाको घटनाहरू रहेछ। अनि त्यसमा सबैभन्दा पहिलो चाहिँ एलियालाई चाहिँ नि परमेश्वरले चाहिँ काग हटाइदिएको छ अनि कागहरू आएर चाहिँ नि अनिकालको समयमा खुवाएको छ। कति मजाको कुरा चाहिँ यो अलौकिक कुरा हो नि त, कागहरू आएर चाहिँ खुवाएको मरुभूमिमा। अनि दोस्रोमा चाहिँ सार्पतकी विधवा छ, हामीलाई थाहा छ सार्पतको विधवाले यो एलियालाई जब खुवाएको छ नि उसको गरियोमा तेल सकेको छैन अनि त्यहाँदेखि त्यो ढुकुरामा जुन राखेको पिठो सकेको छैन। यस्तो घटनाहरू छ यहाँनिर। अनि एलिया चाहिँ कर्नेल डाँडामा पनि गएको छ, यो झन् मजाको घटना छ, कर्नेल डाँडामा गएको छ। अनि अर्को चाहिँ के छ भनेदेखि एलिया चाहिँ होरेबमा भागेर गएको छ, होरेबमा भागेर जाँदा होरेब पर्वतमा माथि पुगेको छ। अनि अर्को घटना चाहिँ परमप्रभु एलियाका देखा पर्नु भएको छ, यो घटना पनि दामी छ फेरि। अनि लास्टमा चाहिँ एलिसालाई बोलावट भएको छ अनि एलियालाई पछ्याउँदै गर्दाखेरि यो कुराबाट अघि हामीले सुरुमा पहिलो राजा 18 पढ्दै गर्दा हामी यति चाहिँ बुझ्यौँ। त्यो चाहिँ के भने धेरै समयपछि भन्दैछ 3 वर्षको पछाडि चाहिँ एलियासँग परमेश्वर बोल्नु भएछ, उठ अब कहाँ जा, आहाब राजा कहाँ जा। अनि आहाब राजाकोमा जहाँ किनभने म त्यो अब चाहिँ अब दृष्टि यानि अब पानी बसाउन लागेको छु। अनि बाइबलले भन्छ 2 वर्षमा त्यो समयमा नि सामरिक भरिले यति डरलाग्दो अनिकाल परेको थियो। अलिकति पिठोरा अलिकति पानीको लागि मान्छेहरू त्यहाँनिर अप्ठ्यारा भइरहेको अवस्था। अनि त्यो समयमा चाहिँ परमेश्वरले एलियालाई कहाँ पठाउँछ भने अब त्यो ठाउँमा जा। अब त्यो ठाउँमा जानुको लागि नर्मली जानु केही थिएन, म अगमवक्ता थियो। तर यहाँ स्टोरीले के बताउँछ भने अगाडि बढ्यो भने त्यो समयमा चाहिँ नि आहाब सँगसँगै उहाँको वंशहरू छ, यसलाई इलिजेबेल भनिन्छ, इलिजेबेल भन्नेहरू उनीहरूले सबै अगमवक्ताहरूले मार्दै थियो। किन मान्दै थियो भन्दाखेरि यसको स्टोरीलाई अलिकति फ्ल्यासब्याक गरेर गयो भनेदेखि चाहिँ यही एलियाले चाहिँ के भनेको थियो भनेदेखि जबसम्म मैले वचन बोल्दिनँ तबसम्म अब यो ठाउँमा पानी पर्दैन भनेको थियो। त्यो शब्द बोलेकोदेखि यता चाहिँ अब यो राजाले चाहिँ अगमवक्ताहरूलाई चाहिँ खेल्नु गरेको मार्नको लागि। अनि यो एलिया चाहिँ भाग्दै 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 मरुभूमिमा जाँदै गर्दा त्यो मरुभूमिमा जाँदै गर्दा पनि परमेश्वरले एलियालाई सेफ राखेको छ। एलियालाई यति मजाले सेफ राखेको छ। यद्यपि एलिया अगमवक्ताले म त बुढो बाँच्नु भन्दा मरेको ठिक हो भनेर थुप्रो खेप क्या म मर्छु भन्दा पनि परमेश्वरले मर्नु दिनु भएन, किनभने एलिया चाहिँ एउटा सिट एउटा बिउको रूपमा परमेश्वरले प्रयोग गर्नु भएको छ। अनि यहाँनिर मैले यसो घटनालाई हेर्दै गएपछि अनि 3 वर्षको अवधिभित्रमा यति बेसी पानी नपरेको अवस्था हुँदै गर्दा चाहिँ 3 वर्षको बादमा अब जा गएर आहाब राजालाई भेट। अनि यो कुरो हुँदै गर्दाखेरि चाहिँ त्यति बेला ओबद्या भन्ने अघि हामीले सुन्यौँ ऊ चाहिँ आहाबको चाहिँ एउटा राजमहलको एउटा एकदमै भनौँ एउटा भरपर्दो मान्छे। अनि उसलाई भनेको छ तिमी अब जाऊ गएर सिमानातिर कतै हाम्रो टेरिटोरीदेखि बाहिरको कहीँ पानीहरू छ, त्यहाँनिर घाँसपातहरू छ भने हाम्रो खच्चरहरूलाई हाम्रो घोडाहरूलाई खुवाउनको लागि हामी म अर्को बाटो जान्छु तिमी त्यो बाटो जाउँ। अनि यहाँनिर नि यो ओबद्या भन्ने मान्छे चाहिँ वास्तवमा चाहिँ परमेश्वरको डर मान्ने मान्छे हुन्छ, परमेश्वरलाई चाहिँ भक्ति गर्ने मान्छे हुन्छ। अनि ऊ पनि अर्को बाटो जाँदै गर्छ, बाटोमा को भेटेको छ, एलियालाई भेटेको छ। देखिने बित्तिकै तपाईँ एलिया नै हुनुहुन्छ हो, म यो भनेपछि त्यति बेला ओबद्याले गोरा टेकेर धन्यवाद गरेको छ। तपाईँ त हुनुहुँदो रहेछ त, हाम्रो राजाको वंशले त तपाईँलाई नखोजेको ठाउँ कहीँ पनि छैन मार्नको लागि। यति बेसी मान्छे लगाए सबै मान्छेहरू फर्केर राजा कहाँ आयो। अनि आइसकेर भन्यो एलिया छैन, अब मरिसक्यो भनेर खबर दिन्छ। त्यसले गर्दा चाहिँ राजा र ढुक्कै बसेको हुन्छ। तर यति बेला चाहिँ ओबद्याले यसलाई भनौँ एलियालाई भेट्यो। जब एलियालाई भेट्दै गर्दै एलियाले के भन्छ भने म तिम्रो मालिक आहाबलाई भेट्न चाहन्छु। त्यति बेला तर्सेको छ, मैले तपाईँको के बिगारिदियो भनेको छ ओबद्याले, मैले तपाईँको के बिगारिदियो, तपाईँलाई मार्नको लागि यत्रो मान्छेहरू पठायो अनि सबैले खबर के दियो भने तपाईँ छैन भन्यो। अब म चाहिँ गएर राजालाई गएर तपाईँ जिउँदैछ भने मलाई त काँचै मार्छ, राजाले मलाई खेद्छ अब र पनि होइन म भेट्छु नि। डर साथमा पनि त यो खबर चाहिँ कहाँ पुगेको छ भने आहाब कहाँ पुगेको छ। अनि म चाहिँ यो ठाउँमा बसिरहन्छु, जाऊ गएर बोलाऊ। अनि यहाँनिर एउटा ट्रेमेन्डस घटना के घटेको छ भनेदेखि त्यो राजा चाहिँ नि आहाब राजा चाहिँ कहाँ गएको छ भनेदेखि यो एलियालाई भेट्न आएको छ। एलियालाई भेट्ने बित्तिकै के भनेको छ, तिमी नै होइन इजरायलीलाई एकदम महासङ्कट ल्याउने मान्छे तिमी नै होइन भनेर दोष लाउँदैछ राजाले। अब त्यहाँ झगडा हुँदैछ
राजाले भन्छ तिम्रै कारणले गर्दा हामी यहाँ मर्न आँटेको छौँ, तिम्रै कारणले हामी मरुभूमिमा तिम्रै कारणले हामी यहाँनिर एउटा अनिकाल आएको छ भन्दै गर्दा चाहिँ यिनीहरूले क्लियर भन्छ मेरो कारणले पनि होइन र तिम्रो आपा र तिम्रो सन्तानको कारणले, किनभने तिमीहरूले बाल देव आश्चर्य देवीहरूलाई पुज्न सुरु गरे। त्यो चाहिँ परमेश्वरको विरुद्धमा थियो। परमेश्वरको विरुद्धमा जे काम गर भने त्यो नगरेर अर्को 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 काम गर्दै गर्दा चाहिँ तिमीहरूले चाहिँ सृष्टिकर्तालाई बिर्सेको कारणले चाहिँ यो घटना चाहिँ हुन आएको हुन्छ। यो घटना हुँदै गर्दाखेरि नि त्यति बेला यो आहाब राजाले त्यो कुरालाई मानिलिएको छैन र पनि भन्दैछ तिम्रै कारणले हुँदैछ। त्यति बेला भन्छ त्यसो भएदेखि एउटा काम गर, म स्टोरी प्रकारले भन्दैछु किनभने प्यासेज लामो हुनेछ। त्यसैले एउटा काम गर, कर्नेल डाँडामा के गर्ने जम्मा गरेर इजरायलीलाई एकै घटना हुन लागेको छ। त्यति मात्रै नभएर चाहिँ त्यति बेला चाहिँ यो जुन प्रकारको आहाब राजाको समयको आफ्नो मान्छेहरूको जुन प्रकार उनीहरूको अगमवक्ताहरू थियो, ओबेदाले त झन् 50-50 जना जो लुकाएर राखेको थियो। आज यता बालदेव मान्नेहरू चाहिँ 450 जना अगमवक्ताहरू थियो, तिनीहरूलाई चाहिँ कोस्टाएर राखेको थियो। किनभने चाहिँ अहिले चाहिँ के अवस्था थियो भनेदेखि इजरायलीहरूको अवस्था चाहिँ बाल देवलाई मानेर आश्चर्य देवलाई मान्ने भइसकेको थियो, परमेश्वरलाई बिर्सिसकेको थियो। अनि रीति रिवाज यति थुप्रो थियो, रिचुअल कुराहरू, भोग चढाउने कुराहरू। अनि त्यो अगमवक्ताहरू चाहिँ 450 जना चाहिँ एकदमै हेल्दी भइसकेको छ। किनभने चाहिँ यो आश्चर्यहरूसँग बसेर चाहिँ नि टेबलमा बसेर खाने गर्थ्यो अरे। उनीहरूलाई पनि बोलाएर ल्याऊ भन्छ। अनि आहाबले के गरेको छ भनेदेखि बोलाएको छ उनीहरूलाई। त्यो पनि कहाँ भने कर्नेल डाँडामा बोलाएको छ। अनि त्यहाँ बोलाएर चाहिँ के गर्छ, तिमीले एउटा वेदी बनाऊ, म पनि एउटा वेदी बनाउँछु। तिमीले एउटा साडी खोज, म पनि एउटा साडी खोज्छु। अनि त्यो वेदी बनाएपछि चाहिँ तिमीले साडी मार्नुपर्छ, अनि त्यो बलिदान चढाउनुपर्छ। अनि त्यो साडीको चाहिँ टुक्रा 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 पारेर चाहिँ पिस पिस बनाएर चाहिँ तिमीले त्यो वेदीमाथि राख्नुपर्छ। अनि आश्चर्य यानि के अरे यो नै परमेश्वर हो, यद्यपि बाल नै परमेश्वर हो भनेदेखि चाहिँ नि परमेश्वरलाई पूजा, सृष्टिकर्ता परमेश्वरै हो, परमेश्वरलाई पूजा भनेर भनेको छ। अनि त्यति बेला नि इजरायलीहरूलाई जम्मा गरेपछि चाहिँ कहिलेसम्म तिमीहरू दोधारमा बस्छ हो, कहिलेसम्म दोधारमा बस्छौ? किनभने न त तिमीहरू आश्चर्यलाई पनि पुरा तौरले बाललाई पनि पुरा तौरले मान्छ, न त यो मोसाको व्यवस्था मान्नेलाई पनि मान्छ। तिमीहरू दोधारमा बसेको छौ। आज यहाँनिर घटना हुन लागेको छ। अनि त्यहाँनिर के भएको छ भनेदेखि 450 जनालाई एउटा गरेको छ भनेदेखि तिमीहरू पहिला काम गर भनेको छ। जब हामी तिमीहरू पहिला काम गर, तिमीहरू सङ्ख्यामा पनि थुप्रो भएको कारणले चाहिँ त्यो वेदीमा जब तिमीहरूले जुन साडी काटेर लगाउँछ त्यसमा कुनै पनि माचिस पनि नबाल्नु, कुनै पनि अहिलेको भाषामा लाइटर पनि नबाल्नु। यो चाहिँ परमेश्वरले बाल्नुहुन्छ। तिमीहरूको बालदेव चाहिँ साँच्चै नै परमेश्वर हो भने आगो आफै आएर चाहिँ यो वेदीलाई भस्म पार्छ। अनि साँच्चै नै थुप्रो मान्छेहरूले त्यो गुरुबाजीमा हुन्छ तपाईँलाई हामी स्वीकृति दिन्छौँ। अनि मजाको घटना घटेको छ। उनीहरूले बिहानदेखि चाहिँ त्यो वेदीमा राखेर उनीहरूले बालदेवलाई पुज्न सुरु गर्छ। बालदेव हाम्रो प्रार्थना सुन्नुहोस्, कराएको छ कराएको छ कराएको छ। अनि मध्य दिन पनि पुग्यो भन्छ। मध्य दिन पुग्दै गर्दाखेरि चाहिँ यहाँनिर बाइबलले के भन्छ भनेदेखि एलियाले ठट्टा गरेको छ, सायद तिमीहरूको बालदेव चाहिँ अलिक बिजी छ होला, अलिक जोड्ने गराउन भन्दैछ। उनीहरू जोड्ने भनेको छ चाहिँ होइन, सायद दिशा गएको होला, सायद टोइलेट गएको होला, तिम्रो बालदेव अझै गराउन, अझै पूजा। उनीहरूको झन् 450 जनाले गराउँदा कस्तो छ गराएको छ, उब्रेको छ, त्यहाँ केही हुँदैन। त्यो वेदी केही भएको छैन, न आवाज आएको छ, न आगो आएको छ, केही आएको छैन। अनि बाइबललाई यसो हेर्दै गयो भने उनीहरूको रिचुअल अनुसारले चाहिँ 3 पल्ट उनीहरू प्रार्थना गर्थ्यो, 3 पल्ट उनीहरूले मतलब बलिदान चढाउँथ्यो। अनि उनीहरूको त्यो दिउँसो पनि सकिसकेको थियो, अब बेलुकाको टाइम पो हुन आँटेको थियो, साँझको बलिदान चढाउने समय पो भइसकेको थियो। अनि त्यो समयमा पनि उनीहरूले लास्टमा चाहिँ के गर्छ भने अल्टिमेटली उनीहरूको लास्ट उनीहरूको पुज्दै गर्दा गर्नुपर्ने कार्य के गरेको छ भने तरवाल निकालेको छ, उनीहरूको कोराहरू निकालेको छ, उनीहरूले आफूले हिर्काउन सुरु गरेको छ, रगतै रगत बनाएको छ, आफूलाई बलिदान गरेको। मतलब त्यो एउटा बुझ्नको लागि त्यो गर्दा पनि सुनाइ भएन। सुनाइ नहुँदै गर्दाखेरि चाहिँ हामी बादमा गएर एलियाले गएको छ, अब नहुन्छु इजरायलले बोलाएको छ। अनि मैले जहाँसम्म लाग्यो मैले यसो हेर्दै गर्दा जुन चाहिँ 2टा बनाएको वेदी थियो त्यो 450ले चाहिँ उनीहरूको वेदी यता बनाएको वेदी पनि भत्काइदियो जस्तो लाग्यो। किनभने यहाँनिर उनीहरूले भत्केको वेदीहरूलाई फेरि निर्माण गरेको छ। अनि जब निर्माण गरिसकेको बादमा अचम्मको काम के गर्न लागेको छ भनेदेखि एलियाले मानिसलाई चाहिँ
त्यो वेदी बनाइसकेर चाहिँ नि 12वटा ढुङ्गा ल्याएको छ। अनि त्यो 12वटा ढुङ्गा चाहिँ यो याकुबको कुलको छोराको नाममा, इजरायलीहरूको 12वटा ट्राइबको नाममा चाहिँ त्यो ढुङ्गा राख्नु लागेको छ। हेर्नुहोस् है, त्यो ढुङ्गा राखेको छ। अनि ढुङ्गा राखिसकेको बादमा मान्छेले भन्छ 4 गाग्री पानी हाल्दै गएको छ। 4 गाग्री पानी हाल्नु लागेको छ। अनि त्यो गाग्री हाल्दै गर्दाखेरि खन्नु पनि लागेको छ भुइँमा, त्यो वेदीको वरिपरि खन्नु लागेको छ। अनि 15 लिटर भन्दा पनि बेसी पानी जाने खराल खन्यो भन्छ, त्यो बिउ जाने। अनि दोस्रोपल्ट पनि फेरि 4 गाग्री हाल्नु लागेको छ। अझै भन्छ तेस्रोपल्ट फेरि पनि हाल भनेर 4 गाग्री। त्यत्रो पानी हाल्दा चाहिँ वेदी छक्कै भिजेर चाहिँ अनि के भएको छ भनेदेखि पानी चाहिँ त्यो खरालहरूमा पनि भर्यो नि। अनि त्यति बेला चाहिँ एलियाले प्रार्थना गरेको छ, प्रभु मेरो प्रार्थना सुन्नुहोस्, यिनीहरूले चाहिँ आज देख्नु पर्नेछ कि परमेश्वर, जीवित परमेश्वर चाहिँ तपाईँ नै हो भनेर। अनि म चाहिँ तपाईँको दास हो भने चिन्नुपर्छ। प्रार्थना मात्रै गरिनुहुन्छ। स्वर्गबाट आगो आयो भनेको छ। स्वर्गबाट आएर चाहिँ त्यो वेदीलाई भस्म गरिदियो अरे। त्यो वेदीलाई भस्म गरेर त्यो 12वटा ढुङ्गा पनि खरानी भयो अरे। त्यो जुन चढाएको जुन प्रकारको थोकहरू भस्म भयो अरे। अनि त्यति मात्र होइन, त्यो खरालमा भरेको पानी पनि सुक्खा भयो अरे। अनि यहाँबाट आज पनि मैले भन्न चाहेको के छ, यो कर्नेल दलामा भएको घटनाले आजको दिन हाम्रो जीवनमा केही कुरा ल्याउँदै हुनुहुन्छ। अचम्मको कुरा घटेको छ त्यहाँनिर। अनि त्यति बेला सायद मैले आफै अनुमान पनि लगाउँदै थिएँ, म आफै सोच्दै थिएँ, एलियाले एउटा काम गर्नु लागेको छ। फेरि त्यो 450 जनालाई बोलाउँदा अगाडि खलाउनु भएछ। अब त्यो मान्छेले तपाईँ नै रहेछ, साँच्चै नै तपाईँले बुझ्दै गरेको परमेश्वर ठिकै परमेश्वर छ। त्यो क्राउडले उसलाई फलो गर्यो। अनि लास्टमा 450 जना जुन बालको अगमवक्ताहरू छ उनीहरूलाई चाहिँ ती मार्दै भएको छ। सबलाई ती नाश पारिदियो अरे। त्यहाँदेखि त्यसको बादमा गएर चाहिँ आहाब राजालाई भन्छ, अब तपाईँ आरामसँग जानुहोस्, मैले के आवाज सुन्दैछु भने ठुलो बतास पानी पर्ने सम्भावना छ। अब अघिसम्म 3 वर्षसम्म पानी नपऱ्यो, अब पानी पर्नेवाला छ, अब तपाईँ आरामसँग जानुहोस्। तर त्यति बेला नि आरामसँग जाँदै गर्दाखेरि चाहिँ यहाँनिर आशेरहरूलाई के भनेको छ भनेदेखि तपाईँको बालको जुन प्रकारको 450 जना अगमवक्ताहरू मार्दै भनेको छ। अनि आशेर छ जो चाहिँ अब यो आहाबको सन्तानहरू जसले चाहिँ अगमवक्ताहरूलाई मार्दै थियो। अनि एउटा खबर पठाएको छ, आज जसरी मेरो 450 जनालाई मारे नि त्यसरी नै भोलि तिमीलाई मार्नेछु। एलियालाई खबर हुन्छ। तर त्यति बेला एलिया परमेश्वरले आत्माले भरेको छ। तर त्यति बेला बाइबलले भन्छ डराएको छ। फेरि एलिया त डराएको छ। एलिया त डराएर कहाँ गएको छ भनेदेखि अघि त कर्नेल आराम थियो भनेदेखि चाहिँ अब चाहिँ भरे पर्वततिर भागेको छ, अब मलाई मार्दै रहेछ भने। त्यति बेला तपाईँले पहिलो राजा 19 को जब यता हेर्ने एलिया डराएर आफ्नो प्राण बचाउन भागे, तर तिनी यहुदाको देशतिर तिनीहरू भागेर गएको छ। अनि यहाँनिर भन्दैछ म त बुढो बाँच्नु भन्दा त मर्नु ठिक हो। अब यति बेला फेरि प्रार्थना, म त मर्नु ठिक हो। यत्रो काम गरेँ, यत्रो चमत्कारको काम गरेँ। हामी तपाईँ र हामीले कुनै पनि कन्फरेन्समा ठुलो काम गरेँ त कस्तो हुन्थ्यो होला, के भयो आगो झारे त्यहाँनिर है। तर ऊ यस्तो मान्छे, आगो झारेको मान्छे फेरि पनि तल जिरोमा झरिरहेको छ। धेरैपल्ट साह्रो पर्छ नि, ठुलो काम गरेर चाहिँ फेरि तल आउनु साह्रो पर्छ। ऊ फेरि तल झरेर म त के अरे पुर्खाहरूभन्दा पनि असलै छुइनँ है। त्यो डाँडामा गएर त्यो कुरो गर्दै गर्दाखेरि अनि त्यहाँनिर के भन्छ उसको दासलाई एक ठाउँ राखेर 1 दिनको बाटो मरुभूमिमा गएर अनि 1 दिनको बाटो भएर चाहिँ एउटा ठाउँमा गएर बिसाएको छ, झारीमा गएर सुतेको छ। कति थाक्यो होला है, त्यो अघि कतिहरू थाकेर सुत्दै सुत्यो भन्छ। तर त्यहाँनिर बाइबलमा हेऱ्यो भनेदेखि नि परमेश्वरले स्वर्गदूत पठाइदिएको छ। स्वर्गदूत पठाउँदै गर्दा चाहिँ एलियाले चाहिँ छुइदिएको छ, उठ भनेको छ। जसरी निद्रामा आँखा खोल्दै गर्दा तपाईँ के देख्छ, सिरानीको छेउमा चाहिँ भुप्र तातो त्यो ढुङ्गामा तताएको चाहिँ अहिले फुलौरो हुन्छ, रोटी थियो अरे, पानी थियो, त्यो खानु पिउनु उसले खाएर कपडा खाएर धन्यवाद सन्यवाद पनि छैन, फेरि फुलको सुइदिएर यति बेसी थाकेको रहेछ भनेको म त एलिया चाहिँ। फेरि एकछिनमा त्यही स्वर्गदूत उठ भनेछ, फेरि खानेकुरा दियो। अनि खानेकुरा खाइसकेको बादमा चाहिँ उसले बल आयो, ताकत आयो। त्यति बेला म जोसले भरेको छु परमेश्वर, अब म के गरौँ भन्दाखेरि स्वर्गदूतले भन्छ तिम्रो बाटो लामो छ, 40 दिन 40 रातको बाटोमा गएर एउटा पर्वतमा पुगेको छ। अनि त्यहाँ पुगेर गएर उसले मेडिटेट गर्दै गर्दा चाहिँ त्यहाँदेखि यता चाहिँ परमेश्वरले यति डरलाग्दो एलियाको जीवनमा कुरा गरेको छ। अनि म एक ठाउँमा आउँदै गर्दाखेरि मलाई अचम्म चाहिँ के लाग्यो भनेदेखि परमेश्वरले यसरी भन्छ आज चाहिँ
म तसँग बात गर्नेछु। अनि परमेश्वर चाहिँ इन्काउन्टर भएको छ। आज चाहिँ म यो पर्वतमा तिमीसँग भेट्नेछु भने अनि साँच्चै नै यहाँ के भएको छ भने त्यो समयमा नि यस्तो डरलाग्दो हावाहरू आयो, बतास आयो अरे। त्यो बाइबलले भन्छ हावा र बतासबाट प्रभु बोल्नु भएन। भुइँचालो आयो, नाना भुइँचालो आयो। एलियाले सोच्छ अब यहाँबाट पो मलाई बोल्छ होला भने छैन, त्यहाँबाट भुइँचालोबाट पनि छैन आवाज। आगो ज्वाला आयो, अब चाहिँ हाम्रो बोल्छ छैन आगोको ज्वाला। तर बाइबलमा यहाँ मात्रै हो, तपाईँले हेर्नुभयो भनेदेखि विस्परमा बोल्नु भएन, बिस्तारै बोल्नु भएन। एलिया तँ यहाँ के भन्दैछस्? हजुर म सुन्दैछु। त्यति बेला न भुइँचालोबाट न बतासबाट न आगोबाट म बोल्नु भयो, साइलेन्ट बोल्नु भयो। आमेन। बेला बेला कराउँछ नि। अनि साँच्चै नै हाम्रो परमेश्वर चाहिँ विस्परमा पनि बोल्नुहुन्छ। हामी धेरैपल्ट हाम्रो कन्सेप्ट के छ भने हामी जोडले कराउँदाखेरि चाहिँ प्रभुले सुने हुन्छ। किनभने हिजो अस्ति भर्खर ब्युटिफुल मेसेज छ, एकदम आशिषित मेसेज हाम्रो भाइ निरजले बोलिरहेको थियो। धेरैपल्ट हाम्रो पनि सदुपयोग फरिसीको जस्तो माइन्ड सेट भएको छ क्या, यस्तो गर्दा पनि हुन्छ कि भनेर। याद गर्नुभएको छ, प्रार्थना गर्दै गर्दा धेरैजनाको हात हुन्छ, यसो हात हराउनु पाएन भने चाहिँ आज त प्रभुको उपस्थिति छैन भने जस्तो हुन्छ। र त्यो आदत हो, केही छैन त्यसमा मेरो भनेको केही पनि छैन, त्यो गर्दा पनि केही छैन। पछि के हुन्छ तर त्यसलाई नै बनाउनु। त्यसले गर्दाखेरि मैले भन्न चाहेको एलिया त झुकेको छ, यस्तो महान वक्ता आगोबाट पनि बोल्दैन, के गर्नु तर विस्परमा पऱ्यो। त यहाँ के गर्दैछस्? अब त जा, अघि जुन बाटो भएर आयो 40 दिनको त्यही बाटो भएर जा। तपाईँलाई भन्दै हिँडेर मजाको कुरो, ऊ रिफ्रेस भएको छ। तर फर्केर गएर नि उसले 2 जना राजालाई अभिषेक गरेको छ। आमेन। इजरायलको राजालाई अभिषेक गरेको छ। आज त्यो मात्रै नभएर गएर चाहिँ नि तेरो सातामा आउँदै गरेको अर्को अगमवक्तालाई अभिषेक गर भनेको छ, एलिसालाई। हेर्नुहोस् त, ऊ अघि थाकेर ती लडेको भए उसले अर्को जन्माउनु सक्थेन, तर ऊ रिन्यू भएको छ। मैले आज भन्न खोजिरहेको कुरा चाहिँ के हो भनेदेखि म त्यो पोइन्टमा आउन गइरहेको छु। त्यो चाहिँ के हो भनेदेखि एलिसाको शक्तिको स्रोत चाहिँ परमेश्वर सर्वशक्तिमान हुनुहुन्थ्यो, ऊ आफैमा थिएन। एलियाको शक्ति चाहिँ परमेश्वरको स्रोत हुनुहुन्थ्यो। अनि त्यसै कारणले एलियाबाट डेमोन्स्ट्रेट गर्नुभयो पावरको, शक्तिको त्यहाँनिर गऱ्यो। त्यो चाहिँ के रहेछ भन्दा चाहिँ मैले बुझेको चाहिँ कनेक्सनको कुरा रहेछ। एलिया चाहिँ यति बेसी कनेक्सनमा बसेको परमेश्वरसँग कि जे गर्दा पनि परमेश्वरले इन्टरफेयर गरिहाल्थ्यो। अहिले हामी पो त कति सजिलो भएको छ है, जे गर्दा पनि हामीले परमेश्वरलाई सोध्दैनौँ, जे गर्दा पनि हाम्रो परमेश्वरको सेवकहरूलाई सोध्दैनौँ, आफै जान्ने भएको छ सबै कुरा। त्यसले गर्दा आज म अलिकति कनेक्सनको कुरो तपाईँलाई गर्न लागिरहेको छु। एलिया र परमेश्वरको कनेक्सनको स्ट्रङ एउटा बाउन्ड थियो क्या। त्यसले गर्दाखेरि चाहिँ अलिकति यो कुरालाई गर्दै जानेछौँ है। टुडे विथ हुम वी आर कनेक्टिङ मोर इन आवर लाइफ। आज हामी हाम्रो जीवनमा कोसँग कनेक्टमा हामी बेसी छौँ, कोसँग कनेक्सनमा हामी बेसी छौँ, यसो सोच्नुहोस् त। त्यो समयमा त न त टेक्नोलोजी थियो, न त के थियो, भुलाउने कुराहरू थुप्रै थियो त्यति बेला। र पनि एलिया चाहिँ परमेश्वरसँग जोडिरहेको थियो, जे गर्दा पनि जोडिएको थियो। त्यसले गर्दा सफलता थियो। र आज चाहिँ भुलाउनको लागि, परमेश्वरसँग नजोडिनुको लागि चाहिँ हामीलाई लाग्छ भने के छ भने टेक्नोलोजी आएको छ। अनि त्यो चाहिँ के हो भनेदेखि इन्टरनेट आएको छ नि। अब यो इन्टरनेटभित्र के छ? डाटा भन्छ नि, डाटा इन्टरनेट टक्कै जोडेपछि तपाईँको इन्स्टाग्राम पनि चल्छ, तपाईँको फेसबुक पनि चल्छ, के एप्सहरू डल्लै चल्छ। अनि मैले आज यो कुरो भन्दै गर्दाखेरि चाहिँ विथ हुम वी आर कनेक्टिङ मोर, कोसँग बेसी हामी कनेक्ट गरेर बसिरहेको छौँ। अनि कतिजना सकारात्मक कुरो त के छ भने इन्टरनेटमा हामीलाई थाहा छ कहाँ के भइरहेको छ भन्ने कुरा हामी त्यहाँबाट थाहा पाउँछौँ। अनि शिक्षाको उद्देश्यले पनि हामी त्यो कुरा एजुकेसन पर्पसमा पनि हामी चलाउँछौँ, इन्टरटेनमेन्टको लागि पनि हामी चलाउँछौँ। अनि यो जुन प्रकारको इन्टरनेटलाई हामी हेऱ्यो भने कनेक्सनको कुरा गर्दै गयो भने प्लेटफर्म पनि पाएको छ मान्छेले, हामीलाई थाहा छ, एउटा जरिया पाएको छ है, एउटा मञ्च पाएको छ, त्यहाँबाट हामीले पर्फर्म गर्छौँ है, जुन प्रकारको पोजिटिभ थट्सहरू हामी सेयर गर्छौँ। अनि कति स्रोतकर्ताहरूले यसरी पनि भनेको छ एउटा एभरेज मान्छेले चाहिँ 2670 टाइम चाहिँ छुन्छ अरे मोबाइललाई। एभरेज मान्छेले चाहिँ नि 2617 टाइम चाहिँ एभरेज मान्छेले चाहिँ छुइबस्छ अरे मोबाइल। एभरेज मान्छेले त्यति छुन्छ भनेदेखि अलिक बेसी चलाउनेहरूले चाहिँ
5427 टाइम चाहिँ नि हामीले ट्याप गर्छ रे छुन्छ रे। हामी कति कनेक्ट छौँ हाम्रो मोबाइलसँग? म अलिक कनेक्सनको कुरा गर्दै थिएँ भने एभरेज मान्छेले जहिले पनि मोबाइलमा चाहिँ 2.5 यानि 2.5 घन्टा समय बिताउँछ अरे मोबाइलमा। अलिक बेसी चलाउनेले चाहिँ 3.5 भन्दा पनि बेसी। अझ गेम खेल्ने त कति कुरै छैन। अनि यो कुरो म गर्दै गर्दा चाहिँ हाम्रो हातमा साँच्चै नै परमेश्वरले यस्तो डिभाइस दिनुभएको छ, त्यो डिभाइसलाई हामीले कसरी चलाइरहेका छौँ। आज यो पनि म अलिकति यो एउटा उपकरण मात्रै हो है। हामीलाई थाहा छ, हामी हेऱ्यो भने जुलाईको 31 1995 फर्स्ट मोबाइल चाहिँ यसरी इन्डियामा आयो। फर्स्ट मोबाइल इन्डियामा आयो। त्यो पनि मोबाइल पनि मजाको थियो नि, टेक्टेके खाले कस्तो कस्तो थियो। हेर्दै हेर्दै गयो भने स्मार्टफोन आएको त भर्खर मात्रै रहेछ 2007 मा। त्योभन्दा अगाडि थियो कलर भएको, तर त्यो कलरमा चाहिँ खालि गेम चाहिँ टिप 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 गर्ने त्यो साँपको गेम हुन्थ्यो, उफ्रिने मात्रै हुन्थ्यो। अनि मैले यसो हेर्दा इभ्यालुएसन अफ मोबाइलको लागि हेऱ्यो भने 1975 देखि चाहिँ मोबाइल सुरु भएको हो। र त्यति बेला त्यो मोबाइलको सिस्टमै अर्कै थियो। तर अहिले 2026 मा आयो भनेदेखि मोबाइलले कहाँसम्म उयो गरेर ल्याएको छ। मलाई के लाग्छ भने उपकरणलाई चाहिँ हामीमा हाबी हुनु दिनु भएन। किनभने एकताल मैले एकजना पास्टरको म्यासेजलाई सुन्दै थियो, टेक्नोलोजीको बारेमा सुन्दै थियो। अनि यहाँबाट मलाई धेरै कुरा आशिष भयो। किन उपकरणले चाहिँ अहिलेको दिनमा हाम्रो परमेश्वरसँगको कनेक्सनलाई दूर गरिरहेको छ। परमेश्वरसँग जोडिने कुराबाट चाहिँ त्यो उपकरणले हामीलाई नेगेटिभ इम्प्याक्ट गरिरहेको छौँ। अनि मैले भन्नुपर्ने हो भने फेब्रुअरी 4 तारिक 2004 मा चाहिँ फेसबुक सुरु भयो। 2004 मा चाहिँ facebook.com भनेर चाहिँ सुरु भयो। अनि त्यति बेला चाहिँ 24 घण्टामा चाहिँ 1200 जना स्टुडेन्टले चाहिँ लिङ्क गर्यो। त्यो पहिलो प्रयास थिएछ। 2004 मा चाहिँ पहिलो प्रयासमा चाहिँ 1200 स्टुडेन्टले चाहिँ लिङ्क गरेछ। अनि त्यसको बादमा बिस्तारै आयो भनेदेखि 2006 देखि चाहिँ वर्ल्ड वाइडमा यसरी खिचेर आयो। अब अहिले कति चलाउँदैछ। मैले हेर्दै थियो इन्डियाको पपुलेसन चाहिँ 1.47 यद्यपि 1.48 बिलियन रहेछ। अनि फेसबुक युजर्सहरू चाहिँ 40% चलाउनुहुन्छ। अनि अहिले मैले हेर्दै थिएँ अहिलेको यो जुन कुराले गर्दाखेरि नि हाम्रो कनेक्सन प्रभुसँगको परमेश्वरसँगको कनेक्सनलाई चाहिँ यो डिभाइसले जोड्दैछ। अब हामी होसियार हुनुपर्ने समय आएको छ। यहाँ धेरैजनाको आफ्नो पेज छ, धेरैजनाको आफ्नो रिल्सहरू हाल्छ, यसमा केही पनि छैन। तर एउटा कुरा छ भने जतिको त्यो कुरामा छौँ त्यतिको परमेश्वरसँग कनेक्सन हुनु पनि जरुरी छ। किनभने हामी भोलि पठाउँदछौँ, म पनि त्यो कुरामा टेन्ट हुन्छु, म पनि कोही बेला हेर्दै गएपछि बिर्सी पठाउँछु, हेरेक हुन्छ। अनि मान्छेले भन्छ फेसबुक हेऱ्यो कहिले सक्दैन। मरिन्जेलसम्म तपाईँले हेर्नुहोस् सरेको कहिल्यै सक्दैन। त्यसले गर्दाखेरि अब त्यो चलाउने चाहिँ तपाईँको हातमा छ। आजसम्म डल्लै हेरिसक्छु भने सार्नुहोस् त फेसबुक सरेकै तपाईँको कतिको एड छ, हजारौँ छ। मैले मेरो यसो हेरेँ 500 जस्तो पेन्डिङ छ मेरो फ्रेन्ड रिक्वेस्ट। मैले त्यो गरेन। त्यो म अलिअलि चिनेको होला किन गर्नु भनेर 500 वटा त मेरो त वेटिङ लिस्टमै छ। मैले एक दुईवटा हिजो चाहिँ यसो हेरेँ चिनेको रहेछ, एक दुईवटा ओके गरेँ। तर यो कुरोहरू चाहिँ परमेश्वरले वास्तवमा हामीलाई चाहिँ परमेश्वरको महिमाको लागि टेक्नोलोजी दिनुभएको हो। त्यसले गर्दा चाहिँ अब यसलाई चाहिँ हामीले चाहिँ मलाई के लाग्छ भनेदेखि सही तरिकाले चलाउन समय आएको छ। नत्र भनेदेखि जसरी अहिले हामी भन्छ नि त है, पहिला जस्तो किन नभएको चर्चमा, खै चमत्कार, खै चङ्गाई हुँदै गर्नुहोस्। धेरैपल्ट त्यो शक्तिको कुरालाई चाहिँ लिनु खोज्छ, तर त्यो भक्ति चाहिँ हराइरहेको हुन्छ। यस्तो हुनुपर्छ नि, तर त्यो थ्रोबाट जानु चाहिँ जरुरी मलाई जस्तो लाग्छ। प्रार्थनामा जानु जरुरी लाग्छ, दिनुमा खोलिनु जरुरी छ। किनभने प्रेरितहरूको समयमा नि मैले याद गरेँ किन अचम्मको काम गर्यो भनेदेखि उनीहरूले आफ्नो जमिनहरू बेचेर प्रभुको सेवाकार्यको लागि दिन्थ्यो। आमेन। सायद 100 मा कति पर्सेन्ट चाहिँ हुन्छ होला मण्डलीमा जमिन बेचेर चाहिँ चर्चको कामको लागि दिनु। यो टाइममा त्यस्तो भएको थियो। किनभने क्लियर लेखेको छ हनानिया सफरियालाई हेर्नुहोस्, उनीहरू मरेको छ, उनीहरूले जमिन बेचेको छ, तर दिने बेलामा चाहिँ अलिकति राख्दाखेरि उनीहरू दुईजना मरेको छ। भन्नुको मतलब त्यो टाइममा एउटा मुभमेन्ट के थियो भनेदेखि परमेश्वरको सेवाको लागि त्यो पुरा चित्तसँग दिन्थ्यो। अनि जब प्रेरितहरू निस्किन्थ्यो उहाँको छाया पर्दाखेरि हिल हुन्थ्यो। अनि आज म यो कुरालाई गर्दाखेरि 4वटा सीको बारेमा चर्चा गर्छु। अनि त्यो चाहिँ के हो भनेदेखि कनेक्सन, बिनाको करेक्सन चाहिँ क्रिटिसाइज र कमेन्ट कुरा आउँछ।
हेर्नुहोस् है, कनेक्सन बिनाको करेक्सनले चाहिँ दुईको कुरा जनाउँछ। म चारवटा सी भने कनेक्सन बिनाको करेक्सनले चाहिँ क्रिटिसाइज आलोचना ल्याउँदो रहेछ, अनि अर्को चाहिँ कमेन्ट यानि टिप्पणीलाई जन्माउँदो रहेछ। तर कनेक्सनमा भएकोले चाहिँ नि कनेक्सनमा भएको अर्को सी जन्माउँछ, त्यो चाहिँ कम्प्लिमेन्टलाई जन्माउँदछ, जो चाहिँ उत्साह दिने, भत्किरहेको ठाउँलाई चाहिँ अझै पनि यसरी है भनेर भन्ने। अनि यो कनेक्सनको लागि म आज तपाईँलाई एक दुईवटा कुरा म राख्नेछु। यो कनेक्सन हुनको लागि चाहिँ फेरि पनि पावलले एउटा मजाको कुरो भन्दो रहेछ, त्यो कुरामा हामी जानेछौँ। यहाँनिर यो कनेक्सनको लागि चाहिँ मलाई के लाग्छ भनेदेखि बारम्बार भेटले जहिले पनि सम्बन्धलाई भ्यालु बनाउँछ। नभएकोस् त मान्छेहरूलाई सम्बन्ध हुँदैन, तर बारम्बार मान्छेले भेटी बस्नु चाहिँ लगाउ हुनु सुरु हुन्छ, लगाउ हुन्छ, माया हुन्छ, वास्ता हुन्छ। त्यसले गर्दा हामी जहिले पनि फेलोसिपको कुरा गर्छौँ क्या। अनि किन तपाईँ फेलोसिपमा आउनुहोस् भनेदेखि फेलोसिपमा एउटा हाम्रो आत्मामा एक हुने कुराहरू हुन्छ। अनि यी दिनहरूमा हाम्रो सिङ्गिङमा हामी चर्चा गरिरहेको कुरा चाहिँ फेलोसिपकै कुरा छ। अनि अब यो होल मन्थ अब हामी यो विषयमा चर्चा गर्न गइरहेका छौँ, यो फेलोसिपको बारे लिएर होल मन्थ हामी चर्चा गर्छौँ। किनभने गड क्रिएटेड इन दिस म्यानर अफ पार्टनरसिप। परमेश्वरले त यो उत्पत्ति 2 को जब हामी 17तिर फेरि परमप्रभुले भन्नुभयो मानिस एक्लो रहन असल छैन, म तिनीहरूको निम्ति एउटा सहयोगी बनाइदिनेछु, आदमलाई एक्लो रहनु। त्यसले गर्दाखेरि एउटा कनेक्सनको कुरा त्यहाँ राखिदिएको छ। अनि हामी पनि कनेक्सनमा बस्नु जरुरी छ। बाइबलले यो कुराहरू सिकाउँदछ। त्यसै कारणले कोइनोनिया भन्छ। अनि कोइनोनिया भनेको नि जोइन्ट पार्टिसिपेट अर पार्टनरसिप भनेको। अनि पावलले यो कुरा भन्दछ, मैले अस्ति फ्राइडे फेलोसिपमा पनि यो कुरा चर्चा गर्दै थिएँ, फेलोसिपले जहिले पनि इन्फ्लुएन्स पार्छ, सङ्गतले जहिले पनि प्रभाव पार्छ। हामी मानिनुहोस् न, तपाईँ जस्तोसँग संवाद गर्नुहुन्छ त्यस्तै हुन्छ। अस्ति मैले भन्दै थिएँ, तपाईँको साथी कस्तोसँग संवाद गर्नुहुन्छ तपाईँ त्यस्तै भएर जान्छ। त्यसले गर्दा हाम्रो नानीहरूले जहिले भन्छ प्रार्थना गर्दा पनि प्रभु यो नानीलाई बचाउनुहोस् नराम्रो सङ्गतदेखि भन्छ। कस्तो खाले हो नराम्रो सङ्गतदेखि बचाउनुहोस्, राम्रो सङ्गतसँग बचाउनुहोस् भन्छ। अनि किनभने चाहिँ प्रभाव पर्छ। फेलोसिपले चाहिँ युनिटीलाई बिल्ड गर्दछ। एउटा भनौँ सङ्गतले चाहिँ हाम्रो के छ भने एकतालाई निर्माण गर्छ। फेलोसिप बिल्ड स्ट्रङ रिलेसनसिप, यो कुरा गर्दो रहेछ। अनि यहाँनिर मैले भन्न खोजिरहेको कुरा चाहिँ के हो भनेदेखि हिब्रू 10 के भन्छ भने हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साह गराउने त्यो कुरामा विचार गर भनेर भन्छ। अनि एउटा कुरा बताउँदैछु, अघिको कुरालाई म अहिले यसैमा जोड्नेछु। एलिया चाहिँ यति बेसी परमेश्वरसँग कनेक्ट भएको कारणले नि यस्तो चिन्ह चमत्कार हुँदै गएको कुरा छ। अनि यहाँनिर चाहिँ मैले के बुझेँ भने विगत दिनहरू मलाई यो प्रणयद्वाराको कुरा घटनाहरू आएको थियो के रहेछ भन्दा चाहिँ सबैभन्दा त्यो शक्तिको कुरा भन्दा बेसी चाहिँ कनेक्सनको कुरा रहेछ। शक्ति प्रदर्शन भन्दा बेसी चाहिँ कनेक्सनको कुरा रहेछ। तपाईँ कहीँ जानुहोस् त, अफिसको कामको लागि होस् या जेको लागि होस्, तपाईँको अफिसको मान्छेसँग कनेक्सन छ, तपाईँको काम छिटो हुन्छ। हस्पिटलमा तपाईँ जानुहोस् त, हस्पिटलसँग त तपाईँको कोही कनेक्सन छ भने त्यो तपाईँको काम छिटो भइहाल्छ, किनभने त्यो कनेक्सन। अनि यो कनेक्सनले चाहिँ जहिले पनि हाम्रो रिलेसनलाई चाहिँ स्ट्रङ मात्रै बनाउँदैन, काम पनि धेरै भन्दा सजिलो हुँदो रहेछ। अनि यहाँनिर मैले र कनेक्सनको लागि चाहिँ परमेश्वरले यी दिनमा हाम्रो लागि सङ्गति दिनुभएको छ। कनेक्सनको लागि चाहिँ हामीले परमेश्वरसँगको जोडाउनुको लागि चाहिँ चर्च दिनुभएको छ। त्यसले गर्दा हामी चर्च किन आउनुपर्छ? चर्च सेवकको लागि होइन, चर्च तपाईँको हस्बेन्डको लागि, तपाईँको वाइफको लागि, तपाईँको आमाको लागि होइन, तर चर्च चाहिँ तपाईँको लागि तपाईँ आउनुहुन्छ। तपाईँ जब आउनुहुन्छ तपाईँको आत्मिक जीवनमा फलिफाप हुन्छ। वास्तवमा सङ्गतले परमेश्वरलाई फाइदा हुँदैन, सङ्गतले हामीलाई फाइदा हुन्छ। सङ्गति कसको लाग्यो भने मेरो लागि भनिदिनुहोस् न, सङ्गति कसको लागि? हाम्रै लागि हो नि। हामी सङ्गतमा जान्छौँ भने हाम्रो जीवनमा परमेश्वरको क्यारेक्टरिस्टिकलाई हामी एडप्ट गर्न सुरु गर्छौँ, परमेश्वरको कुरोलाई हाम्रो जीवनमा आउनु सुरु गर्छ। त्यसले गर्दा चर्च इम्पोर्टेन्ट छ। अनि आज म यो पनि अलिकति जोड्न चाहन्छु, किनभनेदेखि हामीलाई थाहा छ, हामी हेऱ्यो भनेदेखि हामी मण्डलीमा जोडिनु जरुरी छ, मण्डलीसँग काम गर्नु जरुरी छ। तपाईँलाई चर्च भन्दाखेरि के नक्सा हुन्छ? अस्ति मैले पढाउँछ चर्च भन्ने बित्तिकै कसैले चाहिँ कुलपिटको नक्सा हुन्छ जस्तो। चर्च भन्ने बित्तिकै कुलपिट पछाडि सिधै बसिरहेको ठिक्क नक्सा हुन्छ। चर्च भन्ने बित्तिकै कतिजनाले चाहिँ कमिटीको नक्साहरू हुन्छ कि। तर चर्च भन्दाखेरि वास्तवमा चाहिँ हामी के को नक्सा हुनुपर्छ? चर्च भन्दा चाहिँ म भनेर म
मेरो भन्ने आउनुहुन्थ्यो। जबसम्म त्यो आउँदैन नि हाम्रो चर्चमा अझै आशिषहरू चाहिँ खनिँदैन। चर्च भनेदेखि चाहिँ चर्च चाहिँ तपाईँ नै म, किनभनेदेखि बाइबलमा हेऱ्यो भनेदेखि चर्चले एक्लेसिया भनेको छ। अनि त्यो चाहिँ के हो भनेदेखि कल आउट हो, फर द पर्पस, केही कुराको लागि छुट्याएको। त्यसैले बाइबलले भन्छ तिमीहरू पवित्र आत्माको मन्दिर हो। चर्च चाहिँ वास्तवमा चाहिँ हामी हो। लिटरली मिनिङ हेर्नु चर्च एउटा कङ्ग्रिगेसन भेला भएर उपासना गर्ने ठाउँ हो। तर हामी स्पिरिचुअल मिनिङ हेर्नु हो भनेदेखि चर्च चाहिँ तपाईँ नै म हो। त्यसले गर्दा म चाहिँ कति जोडिनु जरुरी रहेछ परमेश्वरसँग, प्रत्येक दिन जोडिनु जरुरी रहेछ। अब यहाँ जानेछौँ फिलिपीको मण्डलीलाई चाहिँ पाउलले एउटा उत्साह दिएको छ। कनेक्सन हुनको लागि चाहिँ तीन-चारवटा कुरा चाहिँ म त्यो कुरा भनेर म सक्नेछु। कनेक्सन हुनको लागि के कुरा चाहिँ पाउलले फिलिपीको मण्डलीलाई सिकाउँदो रहेछ। फिलिपी 2:1-2-3 हेऱ्यो भनेदेखि यदि ख्रिस्टमा कोही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गत र केही सहन र सहानुभूति छ भने तिनीहरू एउटै मनको वा एउटै प्रेममा रहेर पूर्ण सहमति साथ एउटै चित्तको भएर मेरो आनन्द पुरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीले हरेकले आफ्नो हित मात्र नखोज, तर अरूहरूको हितलाई पनि हेर। तिमीहरूका यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि छ। यहाँबाट नम्बर 1 कुरो म बताउन गइरहेको चाहिँ, जसरी अघि हामीले पहिलो राजाको 18बाट हामीले हेर्दै थियौँ भने अब चाहिँ पाउलले फिलिपीको मण्डलीलाई भन्दैछ एउटा कनेक्सनमा हुनको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ एउटै मनको हुनुपर्ने रहेछ। आमेन भनिदिनुहोस् न। हामी चाहिँ एउटै मनको हुनु जरुरी रहेछ, तब हाम्रो कनेक्सन बलियो हुने रहेछ। त्यसै कारणले त हामी आउने बित्तिकै आज निरज भाइले गीत गाउँदै थियो, यहाँनिर एउटा गीत गाउँदै गर्दाखेरि तपाईँले अर्को गीत गाउनु भएन नि, यहाँ बस्नेले आफ्नो आफ्नो गीत गाउनु भएन नि। यो गीतले जहिले पनि युनिटीको कुरा ल्याउँछ, गीतले सहमतिको कुरा ल्याउँछ। अनि वर्शिप लिडले जहिले पनि परमेश्वरको उपस्थितिका डोर्याउने काम गर्छ। अनि त्यसले गर्दा एउटा भजन गाउँदै गर्दा चाहिँ हामी के हुन्छ, एउटै मनको हुँदै हुन्छ। त्यसले गर्दा एउटा युनिटीमा आउनुको लागि, कनेक्सनमा आउनुको लागि चाहिँ एउटै मनको हुनु जरुरी रहेछ। एउटा घटना चाहिँ भन्नेछु, आमा दिदीबहिनीको ग्रुपहरू जब पनि एउटै मनको भएर प्रार्थना गर्दै थियो नि, जब एउटै मन म भन्दैछु, एउटै मनको भएर जब हामी गर्छौँ भनेदेखि नि स्वर्ग हल्लिनु सुरु हुन्छ। मैले भनेको होइन, बाइबलले भन्छ एउटै मनको भयो भनेदेखि स्वर्ग कायल हुन्छ, परमेश्वरले स्वर्गदूत पठाउन सुरु गर्छ जब एउटै मनको हुन्छ। किनभने यहाँनिर प्रेरित 12 13 14 15मा हेऱ्यो भनेदेखि एउटा घटना घटेको छ। प्रेरित 12:7मा हेऱ्यो भने अचानक प्रभुका एउटा स्वर्गदूत त्यहाँ देखा परे र कोठाभरि ज्योति चम्क्यो। स्वर्गदूतले पत्रुसलाई कोखमा हिकाएर भने उठ भनेको छ, छिटो उठ भनेको छ, भनेर तिनलाई उठाए भनेको छ। अघि पनि त्यहाँनिर स्वर्गदूत आएर एलियालाई उठाउँदैछ, यहाँ पनि पत्रुसलाई उठाउँदैछ, उठ छिटो भन्छ। त्यति बेला पत्रुस केमा थियो भनेदेखि ठिङ्गरीमा थियो। त्यति बेला पत्रुसलाई बाँधेको थियो अरे साङ्गलीमा। अनि बाँधेको मात्रै होइन, गेटै गेट भएको, रुपिसी भएको भनौँ, त्यो फलमको एकदमै तोड्नु नसक्ने खाले। तर त्यहाँ स्वर्गदूतले उठ भनेको छ, जुत्ता लगा, सेन्डल लगा, हिँड भनेको छ। ऊ त उठेको छ। उसले सोच्दैछ म सपना देख्दैछु, म दर्शन देख्दैछु, उसलाई मजा इन्जोय गरिरहेको छ पत्रुसले मनमा नै। आज त मैले स्वर्गदूत भेटाएँ, ऊ इन्जोय गर्दैछ। अनि भन्दैछ हिँड्दैछ, जाँदैछ, खोलिँदैछ, ढोकाहरू खोलिँदै गयो। लास्ट मूल एउटा जुन गेट छ, ठुलो एउटा फलमको गेट पनि चुइँ गरेर उभियो। त्यहाँदेखि जब बाहिर निस्किने गर्छ तिरिङ्गै भएछ कि है। त्यति बेला त मैले सपना देखेको होइन, दर्शन पनि यो त रियालिटीमा हुँदै रहेछ। प्रभुलाई धन्यवाद थियो। त्यति बेला त एकदमै खुसी भएर त कुदेको छ पत्रुस, कुदेर गएर कहाँ पुगेको छ भने त्यही झुन्डमा भएको छ, जुन झुन्डहरू चाहिँ एउटै मनको भएर प्रार्थना गरिरहेको थियो, जुन चाहिँ पत्रुसको लागि प्रार्थना गर्दै थियो। प्रभु यो पत्रुस टिङ्गोरेमा छ, प्रभु तपाईँले फेभर गर्नुहोस्, उसलाई साहस दिनुहोस्, सामर्थ्य दिनुहोस्, शक्ति दिनुहोस्, बल दिनुहोस् भनेर उनीहरू घुँडा टेकेर आमा दिदीबहिनीको ग्रुपहरू एउटै, किनभने 12:12मा हेर्नुहोस् यहाँ कि यो कुरा तिनीहरूलाई थाहा भएपछि तिनीहरू मर्कुस भन्ने योनाकी आमा मरियमको घरमा गए। त्यहाँ धेरैजना जम्मा भएर प्रार्थना गरिरहेको थिए, एउटै मनको भएर प्रार्थना गरिरहेको थिए। अनि त्यति बेला दाइलो टुङटुङ गरेर चाहिँ भित्र प्रार्थना गर्दैछ, टुङटुङ गर्दैछ। अनि कसैले वास्ता गरेन, तर रोधा भन्ने एउटा दासी छ, उसले कता दाइलो ढकढक आएको सुन्छ। अनि कुदेर गएर दाइलोमा पुग्दै गर्दा बाहिर पत्रुसको आवाज सुन्छ। उसले पत्याउँदैन, किन पत्रुस त कहाँ छ, जेलखानामा छ। जो जेलखानामा बसिरहेको हुँदाखेरि फर्केर गएको छ, फेरि टुङटुङ गर्छ। अनि उसले भन्छ आमा दिदीबहिनी ग्रुपहरूलाई एउटै मनको भएर त्यहाँ प्रार्थना, बाहिर पत्रुस आएको छौ भन्छ, तिमी
त्यही नगर न होइन पत्रुस उताको छ त उसको कोही होला आत्माहरू होला के होला छोडिदेऊ न होइन बाहिर छ हेर्नुहोस् आमा दिदी गएको छ डाइलग बोल्दा त पत्रुस भन्छ मैले भन्न खोजेको के छ जब हामी एउटै मनको हुन्छ भनेदेखि नि अलौकिक घटनाहरू घट्न सुरु गर्छ सेवामा मात्रै हजुर यस आमेन यस मात्र होइन बाहिर हिँड्नमा हामी एउटै मनको हुनु जरुरी छ धेरैपल्ट हाम्रो जुनै पनि काममा होस् जुनै पनि के होस् जुनै पनि फिल्डमा किन नहोस् धेरैपल्ट हामी एउटै मनको हुनै सक्दैनौँ किन मैले भने अघि प्रार्थना हाम्रो मन चञ्चली छ त्यसले गर्दा हामी कनेक्सन हुनु जरुरी छ हामी एउटै मनको कति बेला हुन्छ भने जब हामी परमेश्वरसँग जोडिन्छ तब मात्रै हामी एउटै मनको हुन सक्छौँ परमेश्वरसँग जोडिएन भनेदेखि नि तितोपनाले हामीलाई ठेलिहाल्छ परमेश्वरसँग चाहिँ जोडिएन कनेक्सनमा भएन भने एउटा मनको हुनै सक्दैनौँ हामी दोस्रो कुरो भन्छ फिलिपीको मण्डलीलाई एउटै प्रेममा रह भन्छ अब एउटै प्रेममा रहनुको लागि पनि पहिला त परमेश्वरलाई प्रेम गर्नु पर्यो तब मात्रै एउटा प्रेम हुन सक्छ नत्र भनेदेखि यो मान्छे कमाउँदै मन पर्दैन भनेर हुन्छ यो मान्छे त यस्तै नआउँछ यो मान्छे त अर्कै ठाउँमा गएर ट्रान्सफर भइदियोस् भनेर हुन्छ भन्नु चाहिँ के छ भने हामी परमेश्वरसँग कनेक्सन गर्छौँ भने हामीले प्रेम पनि गर्न सक्छौँ यहाँनिर बाइबलमा हेऱ्यो भने फर्स्ट वी हेभ टु लभ गड मत्ती 22 मा हेऱ्यो भने हजुर व्यवस्थामा महान आज्ञा कुन हो भनेर सोध्दै गर्दा उहाँले तिमीलाई भन्नुभएको छ तैँले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु यति मात्र होइन अझै महान र प्रथम आज्ञा यही नै हो त्यतिमा भने सक्थ्यो होला नि तर अर्को थपेको छ दोस्रो पनि थपेको छ दोस्रो चाहिँ आफ्नो छिमेकीलाई आफूलाई जस्तो माया गर्नु अब एउटा कुरो के अब छिमेकीलाई कसरी माया गर्ने त हामी जब हामी प्रभुलाई माया गर्न सिक्छौँ जब प्रभुसँग हामी घनिष्ठता हुन्छ कनेक्सनमा हुन्छौँ भनेदेखि छिमेकीले जस्तै काम किन नहोस् हामी क्षमा दिन सक्छौँ यो मेरो पर्सनल अनुभव छ त्यसले गर्दा मण्डलीमा पनि मलाई के लाग्छ भने हामी एउटै प्रेममा रहनु जरुरी छ तब मात्रै शक्तिशाली कामहरू हुन्छ अन्तिम कुरा छ अन्तिम कुरामा जानेछौँ पूर्ण हुँदैछ पूर्ण सहमति साथ एउटै चित्तको भएर पिएसआईले भन्छ एउटै कुरामा मन लगाउनु यो त झन् कति गाह्रो छ नि ग्रुपमा एउटै कुरामा मन लगाउनु त र बाइबलले भन्छ एउटै कुरामा मन पत्रुस 2:17 भन्छ सबै मानिसहरूलाई आदर गर भाइबन्धुलाई प्रेम गर परमेश्वरसँग डराउ राजाको आदर गर सबै भाइबन्धुलाई आदर गर्नु धेरैपल्ट हामीले वी एक्सपेक्ट रेस्पेक्ट but we never respect others. जब हामी कसैलाई रेस्पेक्ट गर्छौँ भनेदेखि हामीलाई रेस्पेक्ट गर्छ मैले यो सानो नानीबाट सिकेको छु मैले त्यो सानो नानीलाई चाहिँ त्यो नानीले मलाई रेस्पेक्ट गर भनेर मैले त्यसो गरेको थिएँ मैले थुप्रै भने यो नानी हुर्केर आएर कलेज पुगिरहेछ भेटिभिटीको मैले जेबिसी भन्थेँ सानो कति त्यति बेला जेबिसी भन्थ्यो मैले फर्स्ट भने आज नानीलाई मैले सिकाउने तरिका जेबिसी जहिले भेट्दा मैले जेबिसी फर्स्ट भने जेबिसी आज पछाडि त नानी लुक्यो म आउँदै गर्दा लुक्थ्यो के छ भनेर भाइ जाने क्या अब हुन्छ नानीहरू लुक्दाखेरि म लुकेको छु भनेर अरू मात्रै छोड्छ नि जिउ डल्लै देखिरहेको त्यस्तै पाराले लुक्थ्यो देखिरहेको मैले के गर्दो रहेछ भने कता जेबिसी भन्थ्यो आज मैले फर्स्ट भनेर भन्थ्यो अनि मैले त्यहाँबाट पनि सिकेको हो यस हामीले रेस्पेक्ट जब दिन्छौँ भने रेस्पेक्ट त आउँदो रहेछ यो कुरा छ त्यसै कारणले मत्ती 7:12 कसरी पढ्दिनु भने अब सके मसँग 2टा वर्ष मात्रै छ यसकारण मानिसले तिमीलाई जे जसो गरौँ भन्ने तिमीहरू चाहन्छौ तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर किनभने यसरी नै व्यवस्था धर्मवक्ताहरूको शिक्षा हो यानि मतलब मानिसहरूले तिमीहरूले जस्तो व्यवहार गरून् भने तिमी चाहन्छौ तिमीहरूले त्यस्तै व्यवहार गर्नु आज यति बेला भन्छ तपाईँको बिजनेस फिल्डमा छ होला तपाईँ अफिसको फिल्डमा छ होला समटाइम हामी लाग्छ मलाई पनि अलिकति कदर गर्नुहोस् न म भन्छु तपाईँले कदर गर्नुहोस् नमिल्ने साथीहरू होला नमिल्ने तपाईँको स्टाफहरू होला फर्स्ट इयर टु बी द्याट पर्सन तपाईँ त्यो पर्सन बनिदिनुहोस् मिल्ने मिलाउने समाधान गरिदिने व्यक्ति तपाईँ बनिदिनुहोस् किनभनेदेखि भन्छ पूर्ण सहमति साथ एउटै चित्तको भएर एउटै कुरामा मन लगाऊ अनि अझै यहाँनिर सानो भाइ बहिनीहरूलाई यसरी भन्छ आमा बाबुलाई आदर गर भन्छ यो जुन देशमा तिमीहरू बस्छौ त्यो देशमा अझै उन्नति र तिमी अझै आयु लामो हो भने के भन्छ भने आदर गर्ने आमा बाबुलाई मेरो कुरालाई म यति नै सक्दै गर्दाखेरि म अघिको कुरालाई जोड्नेछु एलियाको जीवनबाट जब आगोबाट
भुरी बतासबाट भुइँचरोबाट होइन तर ईश्वरमा बोल्नुभयो, उठ अब जा। 2 जना राजालाई अभिषेक गरेको छ। त्यसको बादमा उले एलिसालाई लिएर आएको छ। हेर्नुहोस् त्यसको बादमा कस्तो कस्तो घटनाहरू भएको छ। एउटै कारण के थियो भने एलिया चाहिँ परमेश्वरसँग जोडेको थियो। के तपाईँ पनि तपाईँको जीवनमा कति परमेश्वरसँग जोडेर तपाईँ हुनुहुन्छ? गाडी कुदाउँदै गर्दा तपाईँ कति जोडिनु हुँदैछ? तपाईँ काममा जाँदै गर्दा, घाँस काट्नु जाँदै गर्दा, खाना बनाउँदै गर्दा तपाईँ कति जोडिनु हुन्छ? परमेश्वरसँग जोड्यो भनेदेखि नि खराब दिनमा पनि आफूलाई हाँसिरहेको हुँदो रहेछ। मलाई त्यो अनुभव भएको छ। खराब अवस्थामा हुँदा पनि तपाईँ एकदम खुसी देख्नुहुन्छ क्या। पैसामा बोझी नहुँदा पनि प्रशस्त देखिँदो रहेछ। त्यो चाहिँ के परमेश्वरसँग जोडिएको छ। एउटा घटना भनेर म सक्नेछु। 6-7 महिना जस्तो भएको थियो एउटै कलेजमा गएर। अनि त्यहाँ चाहिँ अब सबै त्यो अब एउटा सिस्टमले एउटा सेवकाई भएको कारणले चाहिँ मैले यताको सेवकाईलाई पुरा मिस गरिरहेको थियो। आनन्दमा मिस गरिरहेको थियो, पढाइरहेको मिस गरिरहेको थियो। अब त्यहाँ सबै सिस्टमले भइरहेको थियो। त्यो पनि अब आफ्नो भाषा पनि होइन। अनि एक दिन चाहिँ होइन हामी अर्को चर्चमा जाउँ न भन्ने भयो। अनि एउटा चर्चमा गएँ। त्यो चाहिँ पास्टर दिलीप सिंह हो, तपाईँले चिन्नुहुन्छ उहाँले बित्नुभयो। र उहाँ चाहिँ वर्सिप लिडर सँगसँगै एकदमै उहाँको फ्यामिली नै ब्लेस्ड फ्यामिली रहेछ। हामी त्यहाँको त्यो ड्रम बजाउने, किबोर्ड सबै बजाउने चाहिँ उहाँ रहेछ। अनि जब त्यो चर्चमा पुग्यो एकदमै जोयफुलसँग गाइरहेको रहेछ। अनि म पनि त्यो भित्र सामेल भयो, किनभने यहाँ हामीले गाउने हिन्दी गीतहरू रहेछ। अनि हिन्दी फेलोसिप रहेछ। अनि त्यो फेलोसिप यति मजाको फेलोसिप भयो। मलाई कहाँ के भएको जस्तो भयो। अब इन्स्टिट्युटबाट निस्केर कुनै चर्चमा गएर सेवकाई भयो। अनि फर्केर अटोमा चढेको त्यसको मोबाइलै छिन्दैछ। भर्खर निस्केको स्यामसङ मोबाइल थियो, यस्तो खोलिदियो क्या। यस्तो खोलेर सिनेमा गएँ थिएँ, पुरा मनपर्ने। अब त्यहाँ हुनु त एन्ड्रोइड त होइन, त खोलेँ। अब मैले एकजना मेरो साथी थियो, गर्विस साथी, मेरो मोबाइल खस्यो ए हर्नगर भन्छ। साँच्ची मेरो मोबाइल खस्यो, हर्नगर भन्छ। किन भनेर तिम्रो अनुहार हराएको जस्तो छैन भन्छ। तर मलाई थाहा थियो मैले त्यो दिन चाहिँ प्रभुसँग इन्काउन्टर भएको थियो। मलाई थाहा थियो कि परमेश्वरसँग सङ्गत गर्दै गर्दा मेरो जीवनमा जोआइहाल्यो। फर्केँ त्यति बेला फर्केँ कलेजमा टक्कै पुग्यो। अनि मैले अरूसँग बात मारेँ, आज मेरो मोबाइल हरायो। फेरि साथीहरूले बिलिभै गरेन। तिम्रो अनुहार हेर्दाखेरि हराएको जस्तो छैन, होइन भन्यो। होइन हरायो साँच्ची नै भन्दा अन्त यता होइन फेरि पनि भन्यो। अनि जुन चाहिँ सिस्टरले हामीलाई त्यो चर्चमा गएको सिस्टरलाई फेरि फोन गरेँ, फेरि चर्चमा गएँ। चर्चमा सबै फर्किसकेछ, गएर बेन्च मुनि सबै खोजेँ। मलाई त्यो खोज्नु मन पनि थिएन, मेरो साथीहरूले जम्किसक्नु। तर मनभित्र यति साह्रो खुसी थियो कि बोललाई आजको दिन मेरो कनेक्सन गर्नु भएको छ। अनि मलाई लाग्छ समटाइम वी निड रिफ्रेसमेन्ट। आफूलाई रिफ्रेस गर्न चाहिन्छ। म उत्साह दिन चाहन्छु। यहाँ धेरै परिवारहरू हुनुहुन्छ। अहिलेको दिनमा मजा लाग्छ तपाईँ भेकेसनमा तपाईँको ग्रुपहरू आफ्नो परिवार जानुहुन्छ, जानुहोस् भन्छु। जानुहोस्, भेकेसन बनाउनुहोस्। कति तपाईँको डिपार्टमेन्ट मात्रै घुम्न जानु भने परिवार मात्रै जानुहोस्, घुम्नुहोस्, प्रार्थना गर्नुहोस्, प्रभुलाई धन्यवाद दिनुहोस्, ब्रेक लिनुहोस्, मोनोटोनस लाइफलाई आज इन्जोयबल बनाउनुहोस्। चर्चमा आउँदै गर्दा पनि खुसीसँग आउनुहोस्। अनि चर्चमा के कुराहरू बाँड्दैछ, सबै कुरो सही हो, सबै कुरो गर्नै पर्छ भने हामी थप्पा लाउँदैनौँ। तर के कुराले तपाईँलाई आशिष हुन्छ त्यो कुरालाई चाहिँ लिएर तपाईँलाई जाइदिनुहोस्। के कुरा चाहिँ तपाईँको जीवनमा लिएर चाहिँ फिल्टर गर्दै गर्दाखेरि काम हुन्छ त्यो कुरा चाहिँ बोक्नुहोस् न। धेरैपल्ट हामी सबै बोकेर जान्छौँ क्या, त्यसले गर्दा हामी आशिष हुन सक्दैन। यति बेला मेरो समयलाई सक्दै गर्दा म यही उत्साह दिन चाहन्छु। परमेश्वरसँग जोडाइमा, परमेश्वरको हेराइमा हामी हिँडौँ। हामी यति बेला मिलेर एउटा भजन गाउँ न। मेरो कुरा आएको छ, येशूसँगको हृदय अति नै रमाइलो। हामी यो जोयफुलसँग आउनेछौँ। त्यसको बाद आज